अस्सलाम वालेकुम जी, वेलकम टू अनदर व्लॉग। क्या हाल चाल है शहजादे, फिट फाट। उम्मीद करता हूँ सब ओके रोके की रिपोर्ट होंगे। तो गाइज आज है जी 2024 की फर्स्ट नाइट और स्ट्रीट फूड फेस्टिवल की भाई साहब लास्ट नाइट है, तो इसको हम लोग आज एंजॉय करते हैं। इसको आप लोग मिस नहीं होने देंगे भाई। नाइस यार, नाइस, बहुत अच्छा डांस ये है। नहीं, एक तो सॉन्ग बहुत अच्छे होते हैं और ऊपर से डांस इस ड्रेस के नीचे ना कुछ अलग सा पहना, कॉमन है, बताना मुझे क्या है।
कॉपीराइट की खैर है यार, मजा आएगा। निर्णय गर्नुभयो अहिले चाहिँ मैले त्यो पानी बजाएको छ। अलिकति बाटो छोड्नुहोस् है, यहाँ गाडी आइरहेको छ। हामी उहाँलाई पनि यतिखेर यो बाटो अलिकति खोलिदिनको लागि हार्दिक गर्न चाहन्छु। यहाँ गइहाल्नुहोस् त ल। हामी त हाम्रो दिनमा यस्तो कोही बच्चाले बजाए पनि फोन लिएर हातमा पर पुगिसकेको हुन्छ कि त्यो झलक्कै याद आयो। ल तपाईँलाई धेरै धेरै धन्यवाद। यो जस्तो रमाइलो हो अहिले बिर्सिएर अहिले 25औं वर्षमा सबैभन्दा हाइएस्ट हिजोको दिनमा मात्रै हामीले जानकारी पाएको छ भने लगभग हिजो मात्रै लेफ्टेन्ट आउनेको आगमन 5 लाख गएको थियो। सम्पूर्ण पाहुनालाई वेलकम गर्दै सम्पूर्णलाई सुस्वागत गर्दै अहिलेको लागि भने गीत रेडी हो। ज्यादा चढ़ गई है। यस्तै हुन्छ के क्या हो रहा है? बेइज्जती हो रही भाई। साउंड सिस्टम वाला मजाक कर रहा भाई। साउंड वाला में एक पैक खाया है ना, क्या हो रहा है? इधर इधर हाथ पकड़ा है, उधर हाथ पकड़ा है। ये बंदा तेरे हिंदी भाषा आउँदैन है। ये सोलो है मेरे ख्याल से। कार्यक्रम हामीले हिजो सक्सेस गरेको छौँ। केवल हामी भन्न चाहन्छौँ यस प्रकारका अभिजितज्यू लगायत सम्पूर्ण परिवारलाई धेरै धन्यवाद व्यक्त गर्दै अबको लागि पनि कलाकार बहिनीहरूलाई स्टेजमा आइदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। कति मजा छ है कुर्सीमा बसेर हेर्न पाइरहेको छ। भाइ ललिपप
प्रस्तुतिको लागि साह्रै छोरी
मनको बैमानी छौ कि त म सुझीलाई फसाउने हौ कि त सारा राम साइला जान मन काटेर चिनो चटक्क छोडेर टाढा जाँदाखेरि यो मन कति रहेको होला तर यो मन रुँदाखेरि तपाईँले कतिले ताली बजाउनु भयो है यता मान्छेको पिछे रुन्छ त ताली बजाउनु भयो यसलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दै हामी विशेष गरेर यतिखेर 25औं पोखरा छोडेको मौसम रहेको छु यो कार्यक्रमको आदरणीय संयोजक आदरणीय हाम्रो चौबहादुर मामा यहाँ हुनुहुन्छ यसलाई स्टेजमा आइदिनुको लागि म हार्दिक अनुरोध गर्छु यत्रो कार्यक्रम हरेक वर्ष हामी एसके डान्स ट्रेनिङ सेन्टरलाई दिइरहनु भएको छ तर कता कता दुःख पनि लाग्छ यही स्टेज बनाउनको लागि हामीले कति ठाउँमा रिक्वेस्ट पनि गर्यौँ तर कतिले भन्नुभयो कि डिस्टर्ब हुन्छ भनेर एक वर्षमा उनी डिस्टर्बलाई डिस्टर्ब नमानिदिनु होला होइन क्या भाई देखेको सानी अहिले बजाऊ न नाचेको देखेर धेरै धेरै धन्यवाद र विशेष धन्यवाद हामी यता भन्न दिन चाहन्छौँ है के मजाले नाच्नुभयो यही नै हो सडकमै गाउँ सडकमै नाच्छ सडकमै रमाऊ हामी रेमारा गीतको चाहिँ हामी अर्को एउटा भोजपुरी गीत पनि राख्ने छौँ हो सबुल्लो काले सबुतुले बिस्टी या राती हिस्टिक जिला तो कस्तो जिला तो बुला गेलु कमरिया कमरिया हो सबुल्लो काले सबुतुले बिस्टी या राती हिस्टिक जिला तो बुला गेलु कमरिया कमरिया अजिया चाचा लप 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 लप
पछि राख्नेछौँ दुईवटा प्रश्न राख्नेछौँ हामी सबैको लागि बुझ्दैन हिन्दी के बुझ्ला त है ओए ओ भाइ उहाँले भनेको तपाईँले माया गर्छु भन्यो भने नाप्न पाउनु यो गीत बजाउँछ हामी नेपाली बुझ्दा माया गर्छु माया गर्छु भइसक्यो मन पराउँछु भनिदिइसक्यो है ल रेडी माया भन्नुहोस् न प्लिज यार ढिलो हुन्छ कि यार माया गर्छु म तिमीलाई माया गर्छु नहीं म तिमीलाई माया गर्छु कोही त सिगार आऊ न क्या कहाँ सिगार हो क्या कोही त सिगार इसके साथ क्या कर रहा भाई जान केही गर्नु पर्दैन माया गर्छु अलिकति आउनुहोस् ये क्या मजाक कर रहे हो बेचारे के साथ माया गर्छु के सोचेर आएको के भइरहेछ कि है अब यति भन्दै अहिलेको लागि भने मुखियाको कान्छोलाई यहाँ छोड्दै अब चाहिँ भने उहाँको बाबा पनि आउनुभएको छ है मुखिया पनि आउनुभएको छ मुखियालाई विशेषमा आइदिनुको लागि म हात जोड्न चाहन्छु मुखियालाई पठाइदिनुहोस् त मुखिया बालाई ओहो बाउ छोरा हेर्नुहोस् त आमा जोडी खुब मिलेको छ र त्यसै गरेर यतिखेर हाम्रो विशेष गरेर मुखियाको कान्छो छोराको जीवन साथी पनि आउनुभएको छ कान्छी मुखिनी ल उहाँ पनि आउनुहोस् त आहा है उहाँको बुहारी तपाईँको बुहारी छोरा बारी होइन बाउ छोरै के हो बुहारी राम्रो छ एकदम राम्रो छ यस्तो थाहा भए त मै राउटे भन्थेँ नि राम्रो अब त्यसै गरेर हाम्रो मुखियाको जीवन साथी पनि आउनुभएको छ हाम्रो मुखियाको कान्छी श्रीमतीलाई पठाइदिनुहोस् त कान्छी श्रीमती हुनुहुन्छ उहाँ चाहिँ है त ओहो ल कान्छी श्रीमती आउनुभयो यतिखेर यहाँलाई पनि स्वागत छ जेठी माइली अनि साइली राइली ठाइली थैली कान्छीमा पढेको र त्यसै गरेर हाम्रो मुखियाको छोरी पनि आउँदै हुनुहुन्छ उहाँको कान्छी छोरीलाई पनि पठाइदिनुहोस् न आहा कस्तो मिलेको आज है कान्छी छोटीको बोल्दैन उहाँहरू त धेरै टाढोदेखि आउनु भएको छ र विशेष गरेर उहाँको हजुरको जय पनि आउनुभएको छ जय पनि आउनुभएको छैन ए जय पनि आउनुभएको छ जय आउनुभएको छैन तर यति राम्रो नाप्न हल्ला मजा आउँछ कि गीत प्ले गर्नु होला थे और यार 12 बजे तक उन लोगों ने डांस किया उनकी हिम्मत है और मैं उनको यार अप्रिशिएट करूंगा बहुत अच्छा डांस किया इन लोगों ने इनकी जो है ना एनर्जी मेरे को पसंद आई कि हर तरह के ये लोग डांस कर रहे थे तो गाइस आपको मैं बताता चलूं कि ये भाई वीडियो जो है ना कॉपीराइटेड वीडियो और इस पे कॉपीराइट आएगा क्योंकि यार मैं नहीं चाहता कि यार पूरी वीडियो ख़राब हो जाए सारे सॉन्ग बंद करके ना तो इसलिए हमें इससे भाई कोई रेवेन्यू नहीं मिलने वाला तो बस आप लोगों के लिए मैंने ये बनाया था तो गाइस अगर वीडियो अच्छी लगी हो तो यार वीडियो को लाइक कर देना चैनल को सब्सक्राइब कर देना मिलते हैं नेक्स्ट वीडियो में तब तक के लिए अल्लाह हाफिज़।